नमस्ते, दि आइटीकी पडकास्टको नयाँ अङ्कमा यहाँलाई स्वागत छ। आजको अङ्कमा मैले नेपाली सपनाको खोजी गर्ने प्रयास गर्दैछु। धेरैले हामीले पनि बालबालिकालाई भेट्दाखेरि अहिले सोध्ने गर्छौँ कि तिमी ठुलो भएपछि के बन्ने? हामीलाई पनि हुर्किँदै गर्दा यो प्रश्न सोधिन्थ्यो। भौगोलिकता, पारिवारिक सामाजिक अवस्था र पढाइमा को कति अब्बल छ भन्ने आधारमा चाहिँ हाम्रा उत्तरहरू फरक हुन्थे। अधिकांश बालबालिका हामी हुर्किरहँदाको बखतमा चाहिँ डाक्टर बन्ने, नर्स बन्ने, पाइलट बन्ने या इन्जिनियर वा शिक्षक बन्ने लक्ष्य राख्थे र अनि अन्तिम सपना चाहिँ त्यसको गन्तव्य चाहिँ त्यो बनेर गाउँ, समाज र देशको सेवा गर्ने भन्ने हुन्थ्यो। अब त्यही प्रश्न अहिले हुर्किरहेको पुस्तालाई सोद्धा उत्तर के हुन्छ होला? मलाई लाग्छ अधिकांशले भनेछन् ठुलो भएपछि विदेश जाने। आफ्नो आर्थिक सामाजिक अवस्था अनुसार विदेशको परिभाषा चाहिँ फरक हुनसक्छ। कोहीको लक्ष्य अरब, मलेसिया वा कोरिया हुनसक्छ भने अरू केहीको चाहिँ अस्ट्रेलिया, अमेरिका, युरोप या जापान पनि हुनसक्छ। अधिकांश युवा युवतीहरू मात्रै होइन, किशोर किशोरी र बालबालिकाहरूको मन मस्तिष्कमा पनि विदेश जाने नै सपना चाहिँ अहिले बनेर रहेको छ। युरोप, अमेरिका वा अस्ट्रेलिया जानेहरूको त स्थायी बसाइसराइ नै अन्तिम लक्ष्य हो। अर्थात् उनीहरूले यो मुलुकमा फर्केर आउने कल्पना पनि गरेका छैनन्। सोसल मिडिया र अन्तर्क्रियाहरूमा उनीहरू सबैले मुलुकलाई माया नै गर्ने बताउँछन्, चासो र चिन्ता अभिव्यक्त गर्छन्। तर आगामी पुस्ता आफ्नो छोरछोरी पुस्ता मात्रै होइन कि मिल्यो भने आफ्नो अघिल्लो पुस्ता बुवा आमालाई समेत स्थायी रूपमा उतै बसाइसराइ गर्ने प्रयत्नमा चाहिँ उनीहरू छन्। चासो चिन्ता देखाउने, मुलुकलाई सबैले माया गर्ने तर बस्न कोही नचाहने अजीबको अवस्थामा नेपाल पुगेको छ। यो तात्कालिक रूपमा मुलुक तन्नम भएर पनि यसो भएको होइन। भौतिक पूर्वाधारको क्षेत्रमा मुलुकले राम्रै प्रगति गरिरहेको छ र अधिकांश नेपालीको जीवनस्तरमा सुधार पनि आएको छ। हाम्रा आर्थिक सामाजिक सूचकहरू पनि सुधारोन्मुख छन्, जसबारे मैले यस अगाडिको अङ्क सियो पनि नबन्ने देश भन्ने अङ्कमा चर्चा गरेको छु। त्यसो भए किन नेपालीहरू मुलुकमा बस्न र यहीँ भविष्य, भाग्य र सपना अजमाउन चाहिरहेका छैनन्? यो प्रश्नको उत्तर खोज्दै गर्दा मैले किशोर वयमै पढेको एउटा उपन्यासको याद आयो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत अहिलेको कक्षा 11-12को समकक्षी आइएको दोस्रो वर्षमा मेजर इङ्ग्लिसमा एउटा उपन्यास पढेको थिएँ। त्यो कोर्समै थियो, द ग्रेट ग्याट्सबी भन्ने। एफ स्कट फिजराल्डले लेखेको यो उपन्यास दर्जनौँ भाषामा अनुदित भएर करोडौँ प्रति बिक्री भइसकेको छ। दुईवटा फिचर फिल्म बनेका छन्, जसको सबभन्दा पछिल्लो चाहिँ लियोनार्डो डिकाप्रियोले नै अभिनय गरेको 2013मा बनेको थियो यही शीर्षकमा। एउटा टेलिभिजन सिरियलमा पनि यो उपन्यास एडाप्टेसन भएको छ र रङ्गमञ्चमा यसलाई एडाप्ट गरिएको छ। बलिउडमा पनि यस्तै यस्तै कथामा धड्कन नामको चलचित्र बनेको थियो, जुन चाहिँ अब कथा चाहिँ झुट नकल्लो तर साङ्गीतिक रूपमा चाहिँ सुपरहिट बनेको थियो। यसबाट प्रेरित भएर उपन्यासका अन्य पात्रहरूका छुट्टा छुट्टै कथाहरूको आधारमा पनि उपन्यासहरू बनेका छन्, लेखिएका छन्। सन् 2021मा यो उपन्यासको प्रतिलिपि अधिकार अन्त्य भएपछि झन संसारभरको यात्रामा छ यो उपन्यास द ग्रेट ग्याट्सबी। द ग्रेट ग्याट्सबीको परिवेश सन् 1920को एकदम तीव्र विकास भइरहेको न्युयोर्क सहरको हो। यसको हिरो जे ग्याट्सबी साधारण परिवारमा जन्मेर असाधारण समृद्धि हासिल गर्छ। उसमा परम्परागत कथाको नायकमा हुने जस्तो नैतिक आचरण र आर्थिक स्वच्छता छैन। उसको अकल्पनीय वैभवको वैध स्रोत स्पष्ट छैन र नैतिक रूपमा पनि ऊ बलियो छैन, किनकि अर्कैसँग बिहे गरिसकेकी पूर्व प्रेमिका डेजीलाई पुनः आफ्नो बनाउन ऊ लागिरहेको हुन्छ, जुन पुरा हुन सक्दैन र उपन्यास ग्याट्सबीको मृत्युसँगै वियोगान्त रूपमा सकिन्छ। उपन्यासले प्रकाशनको सुरुवाती दशकमा 1920को दशकको मध्यतिर यो छापिएको थियो। त्यसमा चाहिँ आंशिक सफलता मात्रै पाएको। यो फिजराल्डको द ग्रेट ग्याट्सबी नै किन ग्रेट र यति धेरै कालजयी बन्यो होला त? यसको उत्तर खोज्दा चाहिँ मेरो विचारमा यो उपन्यासले अमेरिकी सपना जुन भनिन्छ त्यसको धरातललाई फराकिलो बनाइदिएको कारण चाहिँ यो कालजयी बनेको हुनुपर्छ। अमेरिकालाई अवसरहरूको देश, ल्यान्ड अफ अपर्च्युनिटिज अथवा ल्यान्ड अफ ड्रिम्स भनेर त यसका संस्थापकहरूले नै स्थापित गरेका छन्। सोही कारण अमेरिकी सपना पछ्याउँदै संसारभरबाट अमेरिकामा बसाइसराइ गर्न चाहनेहरूको लाभलस्कर अहिले मात्र होइन, शताब्दीौँदेखि अनवरत छ। फिजराल्डले द ग्रेट ग्याट्सबी मार्फत त्यो अमेरिकी सपनालाई फराकिलो र समावेशी बनाइदिएका। दासहरू राख्ने वा र्यान्च भनिने ठुलो जमिन ओगट्ने परिवारका सन्ततिले मात्रै होइन, साधारण पृष्ठभूमिबाट आएको व्यक्तिले पनि अमेरिकी सपना पछ्याउन सक्छ भन्ने यो उपन्यासले स्थापित गरेको छ। फिजराल्डले यस्ता सपनाको हकदार
चाहिँ सर्वगुण सम्पन्न व्यक्ति नै हुनुपर्छ भन्ने जरुरी छैन, बरु गुणदोषसहितको सामान्य मानिस पनि हुनसक्छ भनेर स्थापित गरेका छन्। अर्थात् हरेक नागरिकले उपन्यासको नायकमा आफूलाई पाउन सके, किनभने बाहिर देखाउँदा जति देखाए पनि हामी आफैलाई थाहा हुन्छ कि हामीमा पनि गुण र दोष छन्। आखिर हरेक मान्छे गुण र दोष तथा महत्त्वाकांक्षा र जोखिम उठाउन सक्ने क्षमताको कुल योगफल न हो। त्यसैले यो उपन्यास 1 शताब्दीदेखि अद्यापि अमेरिकी सपनाको बडापत्र जस्तै बनेर रहेको छ। एकपछि अर्को दशकमा झन लोकप्रिय बनेको छ। 2013 मा मात्रै फिल्म बन्नुले पनि यसको लोकप्रियता देखाउँछ। सपनालाई पछ्याउँदै झुप्रोदेखि महलसम्म र झुत्रेदेखि करोडपतिसम्म पुगेका हजारौं कथाहरू साहित्य, सिनेमा र कलामा लोकप्रिय हुँदै गएका छन् र अमेरिकी सपनाको उडानमा इँटा थप्दै गए द ग्रेट ग्याट्सबी कालजयी उपन्यास बन्यो। हामी कहाँ भने फरक छ। नायक भनेको सर्वगुण सम्पन्न 24 क्यारेट गोल्ड हुनुपर्छ भन्ने मान्यता छ। समृद्धिभन्दा आचार र मितव्ययितालाई बढी प्राथमिकता दिइन्छ। कम्युनिस्टहरूको विस्तारसँगै गाउँ गाउँ पुगेका कार्ल मार्क्स र फ्रेडरिक एङ्गल्स तथा रसियन लेखकहरू म्याक्सिम गोर्की र निकोलाइ आस्त्रोभस्की पढेर हुर्केका म र मभन्दा अघिको पुस्तालाई धनी हुनु नै अपराध हो भनेर पढाइएको छ। अर्थात् धनी हुने उपाय भनेको अरूको श्रम शोषण गरेर मात्रै हो भन्ने एकाङ्गी व्याख्या बुझाइएको छ, जसले गर्दा गरिबीको गुणगान र समृद्धिको हेलाहोचो हुने अवस्था सिर्जना भएको छ। जोगीहरूको हाइहाइ हुने र उद्यमीहरूको दोहोलो कार्य मुलुक नेपाल बनेको छ। भदौ 23 को आक्रोश र 24 को विध्वंसले मलाई भित्रैदेखि विचलित बनाइदिएको छ। यसबारे मैले अर्को एउटा भिडियो पनि बनाएको छु, जसमा चाहिँ जेएनजी विद्रोह, रगत, खरानी र अनिश्चय शीर्षकको भिडियो मेरो च्यानलमा तपाईँले हेर्न सक्नुहुन्छ। तसर्थ यसको मूल कारण खोज्न विभिन्न कोणबाट हेर्ने प्रयास गरिरहेको छु र मेरो अवलोकन र सीमित अन्तर्क्रियाहरू, मैले जति मान्छेहरूसँग अन्तर्क्रिया गर्छु त्यसको निष्कर्ष हो सम्पत्ति आर्जन र धनीहरूप्रतिको नकारात्मक आम धारणाले नै भदौ 24 को विध्वंस ल्याइदिएको। भदौ 24 को विध्वंसमा अघिल्लो दिन भएको जनहत्याको आक्रोश कम, आफूभन्दा अर्को धनी भएको आक्रोश र कुण्ठा बढी थियो भन्ने निष्कर्षको नजिक म पुगेको छु। त्यस दिन निजी लगानीका उद्यम र व्यवसायहरूमा छानी छानी आगजनी, तोडफोड र लुटपाट गरियो। संयौंलाई रोजगारी दिने र कर तिरेर मुलुकलाई टेको दिने व्यापारिक प्रतिष्ठानहरूमा आतंक मचाइयो। सपना पछ्याउँदै जुग र जवानी लगाएर व्यक्ति र परिवारले सिर्जना गरेका उद्यम व्यवसायहरू तबाह गरिए। त्यतिले मात्र तृप्त नभएर व्यक्तिका घरहरूमा समेत यो विध्वंस मचाइयो। व्यक्तिले जुग र जिन्दगी लगाएर घर बनाउँछ, त्यसलाई सपना र भावनाले सजाएको हुन्छ। वर्तमानको सुरक्षा र भविष्यप्रतिको सुनिश्चितता त्यही घरमा प्रतिबिम्बित गरेको हुन्छ। जिन्दगीभरको लक्ष्य हुन्छ घर बनाउनु। घर केवल एउटा भवन मात्रै होइन, यो त सपना, सुरक्षा, व्यक्तिगत प्राप्ति र मुलुकप्रतिको भविष्यको पनि प्रतिबिम्ब हो। यिनै घरहरूमा आगो लगाउँदा हात नकाम्नु क्षणिक आवेगको प्रस्फुटन मात्रै कदापि होइन, थिएन। यो त निजी सम्पत्तिप्रतिको चरम उपेक्षाको प्रस्फुटन हो। निजी सम्पत्तिप्रतिको उदासीनता अहिलेको पुस्ताको वियोगान्त विरोधाभास हो। अधिकांश नेपालीहरू, जसमा अहिले नौजवान अथवा जेनजी भन्ने पनि पक्कै सामेल छन्, अधिकांश नेपालीहरूको सपना अहिले पनि अमेरिका नै हो। हरेक वर्ष लाखौं नेपालीले डिबी चिट्ठा पढ्छन् और 10,000 मानिस सक्कली वा नक्कली कागजात बनाएर कुनै बहानामा अमेरिका छिर्न खोजिरहेका हुन्छन्। अमेरिकी साम्राज्यवाद र पुँजीवादको विरोध गर्दै आएको माओवादीकै उद्गमस्थल राप्ती पहाडका नेपालीहरू तल्लो बाटो वा डङ्की रुट भनिने अवैधानिक बाटोबाट अमेरिका छिर्न करोड हाराहारी तिर्न तयार छन्। विदेशमा पैसा कमाउने र रेमिटेन्स पठाउनेको मुलुकमा हाइहाइ छ, एक हिसाबले देवत्वकरण छ। तर मुलुकमा भने सानोतिनो उद्यम व्यवसाय गर्ने, जोखिम लिने र व्यवसाय गर्ने तबकाप्रति तीव्र घृणा छ। मुलुकभित्र निजी सम्पत्तिको सिर्जनामा व्यक्तिले प्रयोग गर्ने कल्पनाशीलता र लिने जोखिमको भाव छैन। मुलुकभित्र पैसा कमाउने सबै अपराधी, ठग वा भ्रष्ट हुन् भन्ने भाष्य बलियो छ। यो स्थापित गरेको कम्युनिस्ट पार्टीका दस्तावेजहरूले मात्रै कदापि होइन। हाम्रो सार्वजनिक विमर्श, कला र साहित्यमा पनि गरिबीको अतिरञ्जना र समृद्धिको हेला नै प्रस्फुटित हुन्छ। नाटक, चलचित्र, कविताले गरिबीलाई नै बढाइ चढाइ गरेका हुन्छन्। पाठ्यपुस्तकमा समेत राजा महाराजाका स्तुति, लडाकुहरूका वीरगाथा, नेताका जीवन कहानी र सन्त महात्माहरूका त्यागहरूबारे चर्चा भएको हुन्छ। देशमा उद्यम गर्ने, रोजगारी सिर्जना गर्ने र नयाँ नयाँ व्यापार व्यवसायहरू स्थापित गरेर अर्थतन्त्रको आकार विस्तार गर्न योगदान दिने कसैको जीवनी कुनै पाठ्यपुस्तकमा पढ्नु भएको छ वा पढाउनु भएको छ?
आज 10 वा 12 कक्षा पढिरहेका किशोर किशोरीलाई तिमीले नेपालमै दुःख गरेर काम गर्यौ भने निश्चित समयपछि यो सपना जिउन सक्छौ भनेर हामी भन्न सक्छौँ? अथवा तिमी सपना देख, आकाङ्क्षा राख, त्यसलाई पछ्याऊ, कर्म गर र यहीँ चाहेको जीवन जिउन सक्छौ, जिउन पाउँछौ भन्न सक्छौँ हामी? तिमीले कमाए बापत र चाहेको जीवन जिए बापत दोषानुभूति गर्नु पर्दैन भन्न सक्छौँ हामी? अथवा कथा उपन्यास पढेर वा चलचित्र हेरेर नेपालमै यस्तो जीवन सम्भव छ भन्ने अनुभूति उनीहरूले गरेका होलान्? कुनै ग्याट्सबी जस्ता नायक हाम्रो लोकप्रिय कल्पनामा होला वा नेपाली भर्सनको ग्याट्सबी बन्न वा लेखिन सम्भव होला? अलौकिक र 32 लक्षणयुक्त नभई गुण-दोषले युक्त साधारण नेपाली पनि हाम्रो नायक बन्न सक्लान्? यी सबै प्रश्नहरूको उत्तर नकारात्मक आउने भएपछि किशोर किशोरी वा युवा युवतीले मुलुकमै भविष्य देखेनन् भनेर गुनासो गर्नुको कुनै तुक छैन। जनताले सपना देख्न नसक्ने मुलुकको भविष्य अनिश्चित र यात्रा ओह्रालो नै हुनेछ। दि आइडिके पोडकास्टको आजको अङ्क यति नै। यदि मैले दि आइडिके पोडकास्टमा प्रस्तुत गर्ने भिडियोहरू मन पर्छन् भने कृपया सब्सक्राइब गरिदिनु होला। मन पर्दैनन्, चित्त बुझ्ने केही कुरो छैन भने कृपया कमेन्ट पनि गरिदिनु होला। फेरि भेट्नेछौँ। नमस्कार।